मेरो छतको बारीमा अहिले जुकिनीहरू फल्दैछन्। जुकिनीहरूको फुल फुल्दैछ। त्यसपछि कैँडाहरू लाग्दैछन्। एउटा कुरा के हुन्छ भन्दाखेरि यो छतमा चाहिँ सुरुमा फुल फुल्दाखेरि धेरै फुल फुलिसकेपछि त किराहरू आउँछन्। तर सुरुमा छतमा माथि किराहरूले त्यस मेसो पाउँदैनन् र यो किराहरू किरा भनेको मतलब जो पोलिनेटरहरू जसले चाहिँ परागसिंचन गर्छन् तिनीहरू नआउँदाखेरि चाहिँ के हो भने परागसिंचन भएन भने यसरी जो लागेको यो कैँडा जुन छ यो चाहिँ फिमेल फ्लावर हो, यो मेल हो। यो चाहिँ फिमेल फ्लावरबाट मेलबाट फिमेलमा पोलेन चाहिँ ट्रान्सफर हुनुपर्छ। पोलिन ट्रान्सफर नहुँदाखेरि जस्तो पोलिनेटरहरू नहुँदाखेरि किराहरू जस्तो मौरीदेखि लगायत अरू किराहरू नहुँदाखेरि चाहिँ यो यता जान नपाउँदाखेरि यो फल चाहिँ कुहिन्छ हैन, परागसिंचन नभएर। त्यसले गर्दाखेरि के गर्न सकिन्छ भन्दाखेरि यसलाई हामीले म्यानुअली यसलाई चाहिँ अब जस्तो यो मेल फ्लावर हो, मेल फ्लावर देखिन्छ। यो मेल फ्लावरको यो पराग जुन यहाँ हुन्छ यो यसमा यो देखिया छ भेट्नु जस्तो, यसबाट यो फिमेल फ्लावरको अर्को जुन यो भागमा यसरी छुवाइदिने हो भने यो सानो ब्रसले लगाउन नि सकिन्छ, तर यो हातले यसरी गर्न नि सकिन्छ। भनेपछि यो परागसिंचन अब भयो। त्यसपछि यो चाहिँ अब फल लाग्छ, होइन भने फल लाग्दैन, त्यो कुहिएर जान्छ। यो जुन देखिया छ तल यो भाग कुहिएर जान्छ। यो चाहिँ सबैलाई उपयोगी होला भनेर मैले एउटा भिडियो राखिदिएँ।